आफन्त भनेको बर्बादीको एउटा पाटा हो जसले हामीलाई बर्बाद गरेर छोड्छन्। मुखमा राम राम अनि बगलीमा छुरा हान्ने भनेकै आफ्नाहरूले हो। जब उनीहरूलाई हामीबाट केही सहयोग चाहिन्छ नि, तब उनीहरू हामीसँग तिमी त मेरो आफ्नै हो नि भन्दै, टाढाको सम्बन्ध पनि नजिकको हो भन्दै नाता गाँस्न आउँछन्। मौरीले फुलको रस चुस्या जसरी उनीहरू हामीलाई चुस्छन्। तर कति स्वार्थी है, जब हामीलाई पर्छ नि, उनीहरूको सहयोगको खाँचो हुन्छ नि, तब उनीहरू कति सजिलै टाढा भइदिन्छन्। आफ्नै नजिकको सम्बन्ध छ, केही मद्दत माग्न जान्छौँ हामी उनीहरूलाई, तब मद्दत गर्नबाट इन्कार गरिदिन्छन्। थाहा छैन, भए नभएको के बहाना बनाउन थाल्छन्। अरू बेलामा तिमी त आफ्नै हो नि भन्नेहरू त्यति बेलामा दुश्मनले भन्दा पनि चर्को व्यवहार गर्न थाल्छन्। 1270को कुरा निकालेर हाम्रो अपमान गर्न थाल्छन्। जब हामीलाई सबैभन्दा धेरै आफन्तको खाँचो पर्छ नि, तब उनीहरू हामीबाट पन्छिन्छन्, हामीलाई आफ्नो मान्न इन्कार गरिदिन्छन्। आफ्नो भन्दा हजारौँ गुणा आफ्ना त पराई मान्छे नै हुन्छ। जब हामी अप्ठ्यारोमा पर्छौँ नि, तब हामीलाई आफ्नाले होइन, पराई मान्छेले सहयोग गर्छ। त्यो पराई मान्छेले प्रमाणित गर्छ रगतको नाता भन्दा नि भावनाको नाता चोखो अनि साँचो हुन्छ। हामीले 2 हात फिजाउँदा नि ती आफ्नाहरू हामीलाई मद्दत गर्न आउँदैनन्। तर जब हाम्रो समस्या समाधान हुन्छ नि, अनि उनीहरू मुख देखाउँछन्, हामी तिमीलाई सहयोग गर्थ्यौँ नि, अलिकति समय पर्खिनु पर्थ्यो नि भन्दै मुखले ठिक्क पार्न आउँछन्।